झापामा रवि लामिछानेको इन्ट्री भएपछि अहिले पुरै झापा नै घन्टीमय रविमय भएको छ। झापाबाट भ्रष्टाचारीहरूको मुटु नै हल्लिने गरी रवि लामिछानेको गर्जन। अब हुन्छ भ्रष्टाचारीहरू देश लुट्ने दलालहरूको भागाभाग। वा झापाका देशप्रेमी परिवर्तन चाहने जनतालाई देखेर पनि मनै आनन्द हुन्छ। झापामा पुगेर रवि लामिछानेले बालेन शाहलाई भोट मागेका छन् र बालेन शाहले जिताएर अबको प्रधानमन्त्री बनाउन समेत आग्रह गरेका छन्। झापाका परिवर्तन चाहने जनतालाई आग्रह, तपाईहरू अहिले जसरी परिवर्तनको पक्षमा आउनुभएको छ त्यसरी नै फागुन 21 गते आफ्नो अमूल्य मत घन्टीमा दिनुहोला, देश अवश्य बन्नेछ। यो हेर्नुहोस् रवि लामिछानेको गर्जन झापा पुगेर। प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। हिसाब चाहिँ हुन्छ। वर्षौंसम्म यो देशलाई अन्धकारमा पाखेर देशका राज्यका भित्तामा पार्टीका कारिन्दाहरू टाँसेर राज्यलाई कमजोर पार्नेको हिसाब चाहिँ हुन्छ। प्रतिशोध हुँदैन, प्रतिशोध हुँदैन, प्रतिशोध हुँदैन, हिसाब चाहिँ हुन्छ। म यति भन्न यति प्रतिबद्धता दिन यहाँहरू समक्ष आएको हुँ। बाँकी अर्को सभामा हामी सँगै उभिने नै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई अत्यधिक मत दिएर, ऐतिहासिक मत दिएर विजय गराउन झापा 5 वासीहरू अनुरोध गर्न चाहन्छु। जय देश।